हेलो नमस्कार। आज एउटा म महत्त्वपूर्ण विषय लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। हुन त यो संसारमा सबै कुराहरू महत्त्वपूर्ण छन्, तैपनि जीवनमा उपयोगी चिन्तनको रूपमा यहाँलाई म भन्न गइरहेको छु। सुनेर लाभ लिन सक्नुहुन्छ। हुन त म त्यस्तो महान विद्वान त होइन, एउटा सामान्य चिन्तक हुँ। पश्चिमका 19औँ अथवा 20औँ शताब्दीका एउटा विशेष विद्वान छन् कि डाक्टर जोसेफ मर्फी भन्ने विद्वान हुनुहुन्छ। उहाँ अत्यन्त महान व्यक्ति हो। उहाँले एउटा कुरा आफ्नो पुस्तकमा के भन्नुभएको छ भने, फुलेको सेतो कपाल वृद्धता होइन रे। फुलेको सेतो कपाल वृद्धता होइन, वास्तवमा परिपक्व विचारको सम्पत्ति हो भनेर उहाँले भन्नुभएको छ। फुलेको कपाललाई परिपक्व विचारको सम्पत्तिवान व्यक्ति भनेर उहाँले उल्लेख गर्नुभएको छ। अब हामीले यो संसारमा हेर्दाखेरि के लाग्छ भन्दाखेरि, मान्छे फुलेपछि वृद्ध भयो, परिपक्व भयो भने जस्तो लाग्छ। तर फुल्दैमा परिपक्व पनि हुने होइन रहेछ। विचार परिपक्व हुनुपर्ने रहेछ। परिपक्व विचार भएन भने कपाल फुलेको केही अर्थ हुँदैन। हामीले समाजमा देखिरहेका छौँ, कुनै धार्मिक कार्यक्रम, भागवत लगाएको ठाउँमा अथवा प्रवचन गरेको ठाउँमा हामीले देखिरहेका छौँ, 80 वर्षको मान्छे तल बसेर सुनिरहेको हुन्छ, जसको कपाल सबै फुलिसकेका हुन्छन्। 80 वर्षका, 60 वर्षका एकदम वृद्धहरू तल बसेर प्रवचन सुनिरहेका हुन्छन्। 20-25 वर्षका नवयुवक ब्यासासनमा बसेर प्रवचन दिइरहेका हुन्छन्। अब कपाल फुल्दैमा मानिस परिपक्व हुँदो रहेनछ भन्ने कुरा यो एउटा उदाहरण हो कि। त्यस कारणले मान्छे संसारमा के छ भन्दाखेरि, परिपक्वता कसरी आउँछ भन्दा विचारबाट आउँछ। परिपक्वता कहाँ आउँछ भन्दाखेरि विचारबाट आउँछ। भन्ने कुरा यो सन्देशले दिन खोजेको छ। विचार त्यस्तो चिज हो। सेतो फुल्दैमा, धेरै वर्षसम्म काम गर्दैमा, हो काम धेरै गरेर दुःख धेरै भोगेको, अप्ठ्यारा सप्ठ्यारासँग जुधेको, सङ्घर्ष गरेको मान्छेमा एउटा परिपक्वता त हुन्छ, पक्का हुन्छ, त्यसमा दुई राय छैन। तर पनि त्यति मात्राले पुग्दैन कि दुःख मात्रै भोगेर हुँदैन। विचार शक्तिको उदय हुनुपर्दछ कि, जागरुक चेतनाको विकास हुनुपर्दछ कि, तब त्यो कपाल फुलेको र जागरुक चेतना सँगसँगै गयो भने अब त्यो महानता प्रकट हुन्छ। मानिस, कतिपय मानिसहरू संसारमा हामीले देखेका छौँ, ती जिउँदो हुँदा नै उनीहरूले आफ्नो परिपक्व विचारले, महान विचार शक्तिबाट कैयौँ मानिसको मानसिकतामै परिवर्तन ल्याइदिएका छन्। जुन कुरा अहिले उनीहरू बितेर गइसकेपछि पनि उनीहरूको विचारले काम गरिरहेको छ। ती विचारले एउटा के अरे मानसिक अपरेसनको काम गरिरहेको छ। कैयौँ विचारहरू त्यस्तो छ। जस्तै राजनीतिक क्षेत्रमा पनि यो कुरा छ, आध्यात्मिक क्षेत्रमा पनि छ, भौतिक क्षेत्रमा पनि छ। विज्ञानको आविष्कार गर्नेहरू कैयौँ मरेर गइसके, तर त्यो विज्ञानको आविष्कारले आज कत्रो परिवर्तन गरिरहेको छ। त्यस्तै राजनीतिक व्यक्तिहरू छन् संसारमा, प्रसिद्ध राजनीतिक व्यक्ति जसको विचार उनीहरू मरेर कहाँ गइसके, तर त्यसको विचारले आज कैयौँ मानिसलाई घुमाइदिइरहेको छ। अर्थात् त्यो विचारबाटै चलिरहेको छ मानिसहरू, त्यो राजनीतिक विचारबाट चलिरहेको छ। त्यस्तै आध्यात्मिक विचार पनि त्यस्तै छ। आध्यात्मिक विचार कैयौँ मानिस, उनीहरू जिउँदो छँदा पनि उनीहरूले परिवर्तन गरे, अहिले मरेपछि उनीहरूको विचारले पनि काम गरिरहेको छ र त्यसले मानसिकतामै परिवर्तन ल्याइरहेको छ कैयौँ मानिसलाई।
यसलाई हामीले उदाहरणको रूपमा दिन सक्छौँ। राजनीतिको रूपमा हामीले सबैले थाहा भएकै कुरा हो, कयौँ मानिस छन्। त्यस्तै आध्यात्मिक क्षेत्रमा पनि छन्। जस्तै बुद्धको कुरा लिन सक्छौँ हामी, बुद्धको विचार। त्यस्तै अर्को भगवान श्रीकृष्णको विचार, भगवान श्री रामको विचार, वशिष्ठ ऋषिको विचार, आधुनिक समयमा भगवान शङ्कराचार्यको विचार, रामकृष्ण परमहंसको विचार, त्यस्तै कबीर महाराजको विचार र अहिले जुन ओशोको विचार, त्यस्तै थुप्रै छन्। मैले एउटा उदाहरण मात्रै दिएको। यो विचारले अहिले काम गरिरहेको छ समाजमा। कति मान्छेलाई परिवर्तन गरिदिइरहेको छ, कति मान्छे सही बाटोमा हिँडेका छन्, जसको कारणले मतलब विचार यति महान कुरा हो। विचारमै परिवर्तन आउनुपर्दछ। कपाल फुलेर मात्रै वृद्धताको झोतक हुँदैन भन्ने कुरा यहाँ मैले भन्न खोजिरहेको छु। अब यहाँ के छ भन्दाखेरि समाजमा हामी देख्दछौँ कतिपय समाज आज देशमा कहिले ज्येष्ठताको कुरा आउँछ, कहिले कनिष्ठको कुरा आउँछ, होइन। जागिर खानेहरूको भनौँ न, अब राज्य चलाउने शासन व्यवस्था गर्नेहरूको अब कोही वृद्ध भइसकेको छ भन्ने कुरा आउँछ, कोही भर्खरको छ, यस्तो बच्चा केटाकेटी छ, युवा चाहिँ अहिले केही गर्न सक्दैन भन्ने विचार छ। त्यो होइन कि, त्यो केटाकेटीको कुरा पनि होइन, वृद्धको कुरा पनि होइन। सही कुरा चाहिँ विचारको कुरा हो। बिना विचारले संसार परिवर्तन हुँदैन। अब अहिले हाम्रो देशमा पनि यस्तै 30-35 का व्यक्तिहरूले राज्य सञ्चालन गर्ने समय गरिरहेका छन्। अब हिजो 70 भन्दा माथिका व्यक्तिहरूले शासन गरिरहेका थिए। अब 70 भन्दा माथिको शासन गर्नेले पनि देखियो उनीहरूमा पनि विचारको त्यति परिपक्वता देखिएन, परिवर्तन ल्याउन सक्ने क्षमता उनीहरूसँग पनि थिएन। अब अहिले नयाँ युवाहरू आइरहेछन्, उनीहरूले परिवर्तन गर्न सक्छन् कि सक्दैनन् त्यो हेर्न बाँकी छ। त्यसकारण विचार शक्ति महान र दृढ नभइकन परिवर्तन हुँदैन। दृढ पनि यति हुनुपर्यो, शक्तिशाली हुनुपर्यो कि। अब शक्तिशाली कसरी हुन्छ त भन्दाखेरि त्यो दैविक शक्तिबाट मात्रै हुन सक्छ, आध्यात्मिक शक्तिबाट मात्रै हुन सक्छ। किनकि आत्मा र ईश्वरको कृपा बिना, आत्मा ईश्वर भगवानको कृपा बिना संसारलाई परिवर्तन गर्न छैन। म आफू परिवर्तन गर्छु भनेर लाग्छ भने त्यो व्यक्तिगत हुन्छ। भगवानको कृपाबाट परिवर्तन गर्न सक्नुपर्छ कि। प्रकृतिको कृपा हुनुपर्दछ, समाजको कृपा हुनुपर्छ, देशको कृपा हुनुपर्दछ र गुरुको कृपा हुनुपर्दछ र शास्त्रको कृपा हुनुपर्दछ। तबै मात्र उसले परिवर्तन गर्न सक्दछ। नभए के हुन्छ भन्दाखेरि त्यो परिवर्तन गर्न चाहनेको शक्ति कमजोर हुँदै जान्छ। किनकि उसले आफूले सही काम गर्न सकेको हुँदैन, सही बाटो दिन सकेको हुँदैन। त्यसकारण अब हामी हेरौँ न, ज्येष्ठ श्रेष्ठको कुरा गर्छौँ, गरिब धनीका कुरा गर्छौँ, राम्रो नराम्राका कुरा गर्छौँ। यो के छ भन्दाखेरि यो कुरा गर्नुभन्दा कर्म गर्नु ठिक हो कि। हामीले भेद नीतिलाई लियौँ कि। अब हामीलाई कुनै ठाउँमा ज्येष्ठको कुरा आउन सक्छ, ज्येष्ठ कुनै ठाउँमा कनिष्ठको कुरा आउन सक्छ। तर ज्येष्ठ कनिष्ठ नै सर्वेसर्वा होइन। उमेरले कोही पनि परिपक्व हुँदैन, उमेरले मात्र हुँदैन, विचारले हुन्छ परिपक्व मानिस। विचार महान छ भने त्यो सानै भए पनि ठुलो मान्छे हुन्छ। विचार एकदम कनिष्ठ छ, एकदम निकृष्ट विचार छ भने त्यो कपाल फुलेका भए पनि कुनै कामको हुँदैन। अहिले मैले भनिसकेँ, 15 वर्ष 20 वर्षको केटाले प्रवचन गरिरहेको हुन्छ, 80 वर्षको मान्छे सुनिरहेको हुन्छ। यो विचित्रको यो संसार छ कि। यो विचित्रको संसारलाई बुझ्न सकिएन भने अलमलमा परिन्छ। अशान्ति हुने कारण पनि यही हो। तेरो र मेरो, तँ र म, सानो र ठुलो, ज्येष्ठ र कनिष्ठ। अब यसरी हामीले बाह्य दृष्टिकोणलाई मात्र हेरेर, बाह्य परिवेशलाई मात्र हेरेर ज्येष्ठ श्रेष्ठ भन्ने भाव नै हाम्रो गलत छ।
उसको भित्री आन्तरिक तत्त्वलाई हेर्नु पर्यो, उसको विचारलाई हेर्नुपर्छ, उसको भावलाई हेर्नु पर्यो, उसको चेतनालाई हेर्नु पर्यो कि तब त्यो ज्येष्ठ हो कि श्रेष्ठ हो, परिपक्व हो कि अपरिपक्व हो, त्यसरी बुझ्न सकिन्छ। तब हामी भुलभुलायामा परेका छौँ। त्यो भुलभुलाया रूपी दरबारमा, जस्तै लखनऊमा एउटा भुलभुलाएको दरबार छ, त्यस्तै दरबारमा हामी भुलिएका छौँ। जता गए नि उस्तै छ, यता गए नि उस्तै छ, उता गए मान्छे त्यसरी भुलिएको छ। हामी भुलभुलायामा छौँ। हाम्रो चेतना जागरुक हुन सकेन, जसले गर्दा हामी अलमलमा परेका छौँ, द्वन्द्वमा फस्दै गएका छौँ। द्वन्द्वमा फस्ने होइन, द्वन्द्वबाट त माथि उठ्नुपर्ने हो नि, विचारबाट पनि माथि उठ्नुपर्ने हो नि। हामी सङ्कुचित विचारमा अल्मलिएका छौँ, एउटा सम्प्रदायमा अल्मलिएका छौँ, एउटा पार्टीमा अल्मलिएका छौँ, एउटा के अरे एउटा समूहमा अल्मलिएका छौँ। त्यसरी होइन, समग्र मानवीय चेतनामा हामी जान सक्नु पर्यो कि तब सुधार आउँछ। सुधार चाहिँ खोज्ने, तर हाम्रो विचारमा चाहिँ हामी परिवर्तन गर्न नसक्ने, हामीले विचारलाई चाहिँ प्योर बनाउन नसक्ने, पवित्र बनाउन नसक्ने, परिवर्तन गर्न नसक्ने, हाम्रो दृष्टिकोण नै गलत भएको कारणले समाज पनि पछि परिरहेको छ, देश पनि पछि परिरहेको छ। जबसम्म जागरुक समाजको निर्माण हुँदैन, जबसम्म जागरुक नेतृत्वको जन्म हुँदैन, तबसम्म यस्ता समस्याहरू हामीले झेल्दै जानुपर्छ। संसारमा महान व्यक्तिहरूबाट नै परिवर्तन भएको छ। सामान्य चेतनाकोबाट यो संसार परिवर्तन भएको छैन, उच्च चेतनाबाट मात्रै परिवर्तन भएको छ। हामीले उच्च चेतनाको परिकल्पना गरौँ, उच्च भावको कल्पना गरौँ। त्यो उच्च चेतना, उच्च भावको कल्पना नै भगवान् ईश्वर भनेर भनिएको, त्यो नै उच्चता र पूर्णताको बाटो। हामी सामान्य विचारमा चल्नको कारणले आज सामान्य स्थितिमा रहन परेको छ। महानतम सोच र महानतम चेतनाको आह्वान गर्न जरुरी छ। हामी सामान्य कुरामा नअल्मल्यौँ, हामी न्यूनतामा नअल्मल्यौँ, हामी हीनवादी नहौँ, हामी मिथ्यावादी पनि हुनु हुँदैन, हामी अतिवादी पनि हुनु हुँदैन, मध्यम मार्गमा चल्नु पर्दछ। तब देश बन्दछ, समाज बन्दछ र हामी व्यक्ति पनि बन्दछौँ। धन्यवाद।